सलाम अलैकुम प्रिय फेसबुक हेरेर बसिरहनुभएका तमाम साथीहरूलाई छड्के सलाम। अब यो अस्ति एउटा भिडियो हालेको थिएँ फेसबुकको बारेमा। अहिले फेसबुकबाट मलाई पनि फेसबुकबाट होइन अरू नै अहिले त फेसबुक युट्युबहरूले त त्यो च्यानल किन्नुपर्छ अरे पैसा तिरेर, सब्सक्राइबर पनि किन्नुपर्ने, अनि फेसबुकमा फलोअर्स किन्नुपर्ने। यार के जमाना आयो यस्तो। पहिला पहिला त यस्तो थिएन। हरेक कुरामा कब्जा गर्नु थाल्यो है मान्छेहरूले, हरेक कुरा कब्जा। ओहो यस्तो भयो भने के होला संसार। हाम्रो देशमा अब 35 वर्ष 36 वर्ष नेताहरूले पूर्ण रूपमा देश कब्जा गरे, त्यस्तै कब्जा रहेछ यो युट्युबमा फेसबुकमा पनि। अब हेर्नुहोस्, अब युट्युबमा फलोअर्स के अरे सब्सक्राइबर किन्नुपर्ने, फेसबुकमा फलोअर्स किन्नुपर्ने। अब पैसा आउने कहिले हो, पैसा आउने हो कि होइन थाहा छैन, तर पहिल्यै किन्नुपर्छ अरे। त्यो उनीहरूले कसरी दिएको हुन्छ, अथवा उनीहरूले पैसा जति आउने पैसा जति सबै लिइसकेर अनि त्यो पुरानो फलोअर्स हालिदिने होला। अनि कस्तो सजिलो उनीहरू नयाँ बनाउने। यस्तो तरिकाले पनि जताततै लुट, यो राम्रो छैन यो। अनि हामी जस्तोहरूको फेसबुक त चल्दै नचल्ने के, ब्याग राखिदिने। अब प्लेमा जाँदै नजाने, त्यो उनीहरूले नै त्यो रोकेर राखिदिने हो कि के हो, मान्छेले हेर्दै नहेर्ने। अनि हामीलाई त्यो उनीहरूको च्यानल किन्न बाध्य बनाउने। अरे यार के काम यस्तो। अब किन त्यो गर्नु पर्यो। अब सही तरिकाले हुन्छ कि भनेर गर्न खोजेको हो। अब त्यस्तो पैसा दिएर किनेर फलोअर्स बढाउने, किनेर सब्सक्राइबर बढाउने, त्यो चाहिँ मलाई ठिक लागेन। म त्यस्तो गर्दा नि गर्दिनँ। अब टाइम पास पनि हो, अलिअलि भिडियो अब गाउँ बेसी हिँड्ने, यसो हिँड्दै भिडियो बनाउने हालिदिने। हेरे हेर्छन्, नहेरे हेर्दैन, के हेर्छ। अब हामीलाई अब फटाइ कुराहरू त्यस्तो गर्न उमेरले पनि दिँदैन। अब के यस्तै हो, ठिकै छ। भयो होला नभए नहोला जिन्दगीमा। भए खाउँला नभए नखाउँला।
केही छैन। यो फेसबुक अनि युट्युब भनेको धेरै राम्रो हो, अति राम्रो। बुढाखाडा ठिटा तरुनी जवान सबैको लागि मनको भारी बिसाउने एउटा चौतारी जस्तो छ। यो अति राम्रो छ, तर यसलाई पैसा कमाउनेहरूले कब्जा गरे कि यो राम्रो छैन। यो पैसा कमाउनेहरूले च्यानल बनाउने अनि फलोवर्स बनाएर बेच्ने अनि त्यो अरूको चलिरहेको च्यानललाई अलि ब्याक साइडमा राखिदिने अनि त्यो किन्न बाध्य बनाउने, यो एक किसिम अधर्म पनि हो। यो राम्रो छैन। तर सिधा सादा तरिकाले सबैलाई स्वतन्त्र तरिकाले छोडिदिने हो भने, हेर्ने मान्छे हेरे भने 2-4 पैसा दुखी गरिबले पनि पाउँछन्। यो राम्रो हो। 2-4 पैसा गरिबहरूले पायो भने राहत पाउँछन् उनीहरूले है। त्यसैले यो रोक्ने उगर्ने यस्तो काम चाहिँ कसैले पनि नगरिदिनु होला। अनि च्यानल ह्याक गरिदिने, हरेक नराम्रो काम नगरिदिनु होला। मेरो सानो रिक्वेस्ट यही हो, किनकि गरिबहरूले पनि यसो भिडियो पोस्ट गरेर दिपो हाल्ने हो कि फेसबुकले अथवा युट्युबले होइन। राहत हुन्छ कि बुढाबुढी त्यो हाम्रो एउटा क्रोएसिया हो कि मालदिभ्स के भन्ने ठाउँमा साथीहरू हुनुहुन्छ, उहाँहरूको बुढाबुढी हुनुहुन्छ। उहाँहरू खाना पकाएको, गार्डनमा काम गरेको, त्यस्तै भिडियो हालेर सबैले सहयोग गरेर उनीहरूलाई सब्सक्राइब अनि लाइक गरिदिएर उनीहरूको राम्रो जीविका चलेको छ कि यो युट्युबबाट। त्यस्तो हुन्छ नि। तर हाम्रो नेपालमा चाहिँ एकदम यो व्यवस्था अलिक ठिक भएन, हेरिदिनु पर्यो। ल, धन्यवाद।